Hello guys, it's me your PNG vlog. Welcome back again. आज चाहिँ म ठ्याक्क लाएर स्विमिङ पुल जान लाग्यो हैन। भाइ र बुहारी चाहिँ गइसक्यो, म चाहिँ ह्याङको कुर्दैछु। अब ह्याङको आउँछ टक्क लाएर स्विमिङ पुल जाने हो। आज गर्मी भइरहेछ ल गाइस। म चाहिँ यहाँनिर ह्याङ्गोले नतानेर उकालोमा यस्तो उकालो हिँड्दै आएर छु। लास्टै उकालो रहेछ है दाइ, खत्रै उकालो रहेछ यार। ल गाइस, हामी चाहिँ यहाँ लभ टु लभ भन्ने रिसोर्टमा आइपुगेको छु। ठ्याक्क लाएर ह्याङ्गोले बल्ल तल्ल ल्याइपुऱ्यायो यहाँनिर। अब यहाँ स्विमिङको लागि भाइ र बुहारीले उयो गर्दैछ, टक्क लाएर। के भयो के भयो? म तिर्दै गर्छु हिँड्नु हेर्नु कपडा। अघि चाहिँ घाम बवाल लागेको थियो, अहिले त घामै गयो त यार। सर लाएर तर धेरै पछि स्विमिङ गर्न आयो यार, लगभग 2-3 वर्षपछि नै होला। यो चाहिँ स्विमिङ पुल चम्डीहरू स्विमिङ पुल। यो चाहिँ बच्चाको अस्ति निङमा यहीँ खेल्यो क्या? के फोहोर पो छ त नि? यो त उस्तो छ त। ल यहाँ चाहिँ यसरी बसेर खाने ठाउँ पनि रहेछ। रिसोर्ट हो नि त, सन्धि रिसोर्ट। चेन्जिङ रुम चाहिँ ऊ त्यहाँ पारि रहेछ, खाली रहेछ। ल आज त ल यहाँ पिङ पनि रहेछ, यस्तो पिङ खेल्ने ठाउँ पनि रहेछ यहाँ। टक्क लगाएर यहाँबाट उठ्ने होला होइन। मूल पानीको घरहरू, रोडहरू, आकाश पनि बवाल खुलेछ है आज त। छ पनि रहेछ। ल धेरै पछि स्विमिङ गर्न आयो है। अब के छ के हुने हो थाहा छैन अरे, डर पनि लागिरहेको छ अरे। त्यसलाई चाहिँ स्विमिङ के भन्छ? तँलाई त के ट्यु चाहिने रे? होइन होला है। छोरीले अस्ति बिना ट्युमा खेलेर गइसक्यो, बाउ चाहिँ पुरै ट्यु माग्दै हिँड्न। पर्दैन यति जाबोमा ट्यु चाहिँ, यति जाब स्विमिङ पुलमा ट्यु चाहिन्छ भन्छ अहिले। ल अब चाहिँ हामी चेन्जिङ रुमतिर छिर्यो गाइज। चेन्जिङ रुम कस्तो छ हो? चेन्जिङ रुम यही हो क्या अरे। ल स्विमिङ पुल चाहिँ यो रहेछ। भाइ यो चेन्जिङ रुम यहाँ छिरिसक्यो भयो। ल गाइस, चेन्जिङ रुममा छिरिसक्यो। टिकट यहीँ छ मसँग। हाम्फाल 1 2 3 गो। छिरे है बुहारी त। ए यति जाम रहेछु।
सोचता है, तू ही जाने तू क्या सोचता है बाबरे, क्यों दिखाए सपने तू सोते जागते। गयो के रे हाले त गन हो अझै अझै हिँडिराख्यो ल अड्क्यो अब त त्यही फोटो कस्तो पोलेको छ खुट्टा रस्ते पुल्दो रहेछ बस्नु न दाइ फोटो खिचिदिनु तपाईँले आउनु आउनु बस्नु दाइ बस्नु बस्नु एन्टी लाइट गरेर हाम्रो तपाईँ आउनु उताबाट आउँछु तू तो बावरा है, तू ही जाने तू क्या सोचता है, तू ही जाने तू क्या सोचता है बावरे, क्यों दिखाए सपने तू सोते जागते। तू क्या सोचता है, तू ही जाने तू क्या सोचता है बाबरे, क्यों दिखाए सपने तू सोते जागते। बवाल खेल्यो यार हट थका लाग्दो रहेछ पहिला जस्तो नसक्दो रहेछ माल आइसक्यो यहाँ माल फेरि चिसो ल रेडी 1 2 3 चेस अझै खेल्ने 5 घण्टा चाहिँ म चाहिँ कति बज्यो 1 घन्टा त बाँकी 1 घन्टा बाँकी ल गाइस हामी चाहिँ स्विमिङ खेलेर पनि सक्यो है पानी पर्यो कानमा पानी छिरेछ क्या कस्तो कालो भएको हो भन्नु पानी चाहिँ अलिकति फोहोर रहेछ ट्युबवेलको पानी रहेछ यार च्याप लाग्ने जिउ सबै रमाइलो भयो ठिकै भयो 2 घन्टा खेल्यो मजाले अब पानी पर्यो पानी परेपछि अब पानी पर्दा नि खेल्यो चल्छु थकाइ लाग्यो भरे सुत्नु सक्दैन फेरि होइन के भयो यार ब्याग पनि सो अब चाहिँ चलिदिनु पर्यो छुटेको छैन नि टक्क लाएर पानी परिरहेको छ यहाँ चाहिँ यस्तो छ सक्यो स्विमिङ
कामभित्र पानी पस्यो ठिकै हो राम्रै छ चलपल कहाँबाट के पर्यो त्यसो लागेको छ धुम्म मिठो बनाएको छ यार काठको हो कि के हो यो सिमेन्टीको हो अरे ल यस्तै छ चट्लाएर एउटा मिठो कफी खानु पर्यो के हो पानी पसेछ यार क्यामेरामा त चट्ट लाएर ए गाइज ल लभ टु लभ रिसोर्ट रे तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ ठिकै छ 10 आउट अफ 10 मा त्यो मैले 7 दियो ल यहाँ चाहिँ पार्टी बर्थडे पार्टी बेस यताउति अक्रम बक्रम पार्टी प्यालेस पनि रहेछ यहाँनिर चाहिँ गाइज दामी ल यता चाहिँ बुफेहरू पनि रहेछ बुफे सिस्टम हो क्या अरे यो यता होइन मेरो बारे कोही मुजीहरू बोल्ने होइन यदि बोले भने कसम तँलाई छोड्ने छैन तेरो जोसुकी